होइन यो बुखेचाहरूले के खान्छन् र है, गजबको आसन। हेटौँडाको सन्दर्भमा इतिहास बुझ्नु छैन, पढ्नु छैन, हेर्नु छैन, अचम्म अचम्मको छ नि ल्याउँछन् तर्कहरू। वास्तवमा हामीले के बुझ्नु जरुरत छ भने हेटौँडालाई पहिल्यैदेखि नै एउटा नगर बनाउने सोचै थिएन राज्यको, पञ्चायती व्यवस्थादेखि नै। तपाईँहरूलाई म प्रमाणितका साथ भन्न सक्छु, नगर विकास हुनलाई ठुलो नगर क्षेत्र हुनु पर्यो। कतिपयले भन्छन् ए तिमीहरूको हेटौँडा त सानो यत्रो बजारै सिद्धिन्छ भन्छन्, चितवनका देखाउँछन्, पोखराका देखाउँछन्। ए बाबा स्थान हुनु परेन। ल हेर्नुहोस्, हेटौँडालाई पहिलेदेखि नै विकास नगर्नको लागि सानो एउटा चाहिँ नि पिण्डमा चाहिँ नि टुङ्ग्याउन ठुलो षड्यन्त्र भयो। के गरे पहिलाको पञ्चायती शासकले? उत्तरपट्टि, उत्तर पूर्व भनौँ न, उत्तर पूर्व के गरे? 25 बिघा कायम गरेर बजारको नजिकै 400-500 मिटरको नजिकै अफिस एरिया भनेर जग्गा, सब गरिब जनताको जग्गा अधिकरण गरेर 25 बिघामा अफिस कायम गरे। हो, केही केही त्यहाँ पञ्चायती व्यवस्थाका पिलरहरू भनेर मानिने त्यस ताकाका व्यक्तिहरूको घर जग्गा त बच्यो, तर अरू सामान्य निमुखा जनताको पर्यो। त्यसमा मेरो परिवार पनि परेको छ, लगभग 1 बिघा जग्गा हैन। अनि उत्तर पश्चिममा नेपाल रोपवे भनेर त्यहाँ पनि, जो बजारको एकदम नजिक झन्डै 200 मिटरको पनि हाराहारीमा त्यहाँ रोपवे चाहिँ अफिस स्थापना गरेर रज्जु मार्गबाट चाहिँ नि सामान पुर्याउने काठमाडौँ भनेर खोले। केही समयपछि बन्द गरे। त्यो पनि अहिलेसम्म सरकारी जग्गा छ, त्यहाँबाट चाहिँ नि बजार एक्सटेन्सन हुन सकेन। पश्चिमतर्फ के गरे? बस पार्क र दि टिम्बर कर्पोरेसन टिसिएन भनेर 100औं बिघा जग्गा अधिकरण गरेर त्यहाँ पनि ब्लक गर्दे, बजार त भएन। दक्षिणतर्फ के गरे? हुप्रा चौर भनेर त्यहाँ पनि जग्गा अधिकरण गरेर केही समयपछि रेजिडेन्सियल रूपमा चाहिँ नि विकास गरे, जहाँ बजार विस्तार हुने सम्भावना न्यून रह्यो। अनि पूर्वतर्फ के गरे? माछा प्लान भनेर, जबकि नेपालमा माछा उत्पादन ब्रिडिङ मध्येको एउटा ठुलो भनेर हेटौँडामा कुनै आवश्यक थिएन। हेटौँडाको न माछा त्यो ब्रिडिङ गर्ने घाम पानी हावा त्यति राम्रो छ। ब्रिडिङ सेन्टर खोलेर त्यहाँ 100औं बिघा अधिकरण गरे। त्यहाँबाट नि जुन बजारबाट नजिक 1-1.5 किलोमिटरको रेन्जमा थियो। अनि त्योभन्दा अलिकति 5 किलोमिटर पर रङ्गशाला भनेर जहाँ मान्छेहरू जाँदैनन्, अस्तिको फुटबलको हालत हेर्नुभयो, त्यहाँ 43 बिघा पनि अधिकरण गरेर बजार एक्सटेन्सन हुने ठाउँ रोक्यो। अब हेटौँडा बुद्ध चोक बसेपछि के देख्छ? पूर्व हेऱ्यो बजार सिद्धियो, पश्चिम हेऱ्यो बजार सिद्धियो, उत्तर हेऱ्यो बजार सिद्धियो, दक्षिण हेऱ्यो बजार सिद्धियो छैन। अनि कसरी बजार ठुलो हुन्छ? र अहिले हेटौँडा बजारै होइन भने फेरि अहिले यो पूर्व पश्चिम राजमार्गलाई सिल्क रोडे के नाम, एडिबीको नाम लिएर भएको त्यो बजारलाई पनि तहस नहस गरेर सिद्धाउने जमर्को छ। लाग्छ तपाईँलाई कहिले राजमार्गमा बजार विकास हुन्छ? अब बजार खोइ, बाँकी जमिन त सबै रेजिडेन्सियल छ, घरहरू रेजिडेन्सियल बनेको छ, न त्यस सटरका कुनै प्रयोजन छन्। त्यसकारण यो राज्यको सुरुदेखिको 36 सालदेखिको सुनियोजित षड्यन्त्र हो। हेटौँडामा हावापानी एकदम राम्रो ठाउँमा बजार विकास नहोस् र यहाँका जनताहरू सधैँ यतिकै बसुन्, आर्थिक रूपमा डम्प हुन् र काम गर्नु बाहिर जाउन्। मेरो मान्यता चाहिँ यो रहेको छ है। हेर्नुहोस्, विचार गर्नुहोस्, कमेन्ट भयो दिनुहोस्। कमेन्ट सुन्न म तयार छु। बजार भत्किने नभत्किने, मुआवजा पाउने नपाउने त्यो अब आफ्नो अधिकारको कुरो हो, लड्न पाइन्छ। धन्यवाद।